खिच्दैछ राम्रो हुन्छ I know that I am a photographer. ओके ओके नो प्रब्लम Good afternoon. शिवारो आज फेरि हामी अर्कै ठाउँमा एक्सप्लोर गर्न गइरहेको छौँ। आज चाहिँ हाम्रो दोस्रो अन्तिम दिन परेको छ। हामीले चाहिँ अर्कै एउटा ठाउँलाई एक्सप्लोर गर्नु खोज्दाखेरि जति सक्दो तपाईँहरूलाई इन्फर्मेसन दिन सकौँ भन्ने चाहिँ सोच लिएको छु। तपाईँहरूले पनि मलाई प्लिज माया गरिदिनुहोस् न, सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। चाहे त्यो कमेन्ट जस्तै भए पनि मेरो लागि राम्रो एउटा अझै इन्करेजमेन्ट हुनेछ। राम्रो राम्रो इन्फर्मेसनहरू दिँदै जानेछु। थ्याङ्क यू। गाडी जानलाई रेडी भइरहेछ, दुईवटा गुर्जीहरू रेडी, कान्छा अलरेडी इन, जेठा उपर छ। ल है त अब जाँदैछौँ हामी। के अब यो भल्केनोबाट बनेको ठाउँ हो भन्ने गर्छ कि सबैले। अनि यो त स्टिल यहाँ त एउटा झार पनि उम्रिनु सकेको छैन। हावा सुई सुई चल्छ, बलुवा बलुवाको हावा हेर्दा चाहिँ साह्रै सुन्दर। गर्मी चाहिँ ननापौँ होला साथीहरू। यहाँ जाने बाटो चाहिँ यस्तो छ क्या, भनौँ न यहाँ माथिबाट ओर्लिँदै ओर्लिँदै यसरी आउनुपर्ने। अनि यसरी गएर चाहिँ तल पुगेको छ मेरो बहिनीहरू चाहिँ। अब त्यहाँ तल पुग्नु भने मलाई त निकै गाह्रो भएको छ। त्यो अलिकति ओह्रालो उकालो डराउने मान्छे परेर, त्यो पनि तपाईँहरूको खातिर यो जान हाजिर छ है। सानो एउटा घरको ढोका जस्तो छ, तर यो चाहिँ पाहाडको ढोका है। साथीहरू यो जुन चाहिँ पाल छ यसलाई चाहिँ सेन्टोरिनी हाट भनेर भन्दो रहेछ, तर यो चाहिँ प्राकृतिक हाटै हो। यो चाहिँ पानी, घाम पानी, ज्वालामुखीले बनेको टापु भएकोले गर्दा त्यतिखेरदेखि नै यो चाहिँ एउटा घाम पानीले हान्दा हान्दा बनेको पाल रहेछ। र यो चाहिँ मेगलखोरी भन्ने ठाउँमा अवस्थित छ। तर यो चाहिँ पुरै भल्केनोले बनाएकै टापु भएकोले गर्दा यो सबै भल्केनोले गरेकै चिजहरू रहेछ। तर यो यसको हार्ट अफ द सेन्टोरिनी नाम चाहिँ हामीले के अरे यो टुरिस्टहरू भिजिटरहरू घुम्दा आउँदा 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 हाट जस्तो सेप भएकोले गर्दा हार्ट अफ द सेन्टोरिनी भन्ने गरेछ। तर यो प्राकृतिक नाम चाहिँ होइन। तर यो चाहिँ जुन चाहिँ यो चाहिँ पाल जस्तो एउटा हाट जस्तो सेप चाहिँ प्राकृतिक नै रहेछ। यहाँ चाहिँ एउटा विन्ड मिल देखिएको छ। यो विन्ड मिल चाहिँ 300-400 वर्ष अगाडिदेखि बनाइएको रहेछ। यो विन्ड मिलको बनाउनुको मुख्य कारण चाहिँ त्यतिखेर चाहिँ हाम्रो आधुनिक प्रविधिहरू नभएको कारणले यही विन्ड मिलद्वारा हावाको एकदम टापुमा हावा चल्ने भएकोले यो हावाले चाहिँ त्यहाँभित्रको ठुल्ठुलो ढुङ्गाको चक्की चलाएर पिठोहरू पिस्ने, गहुँ मकै त्यस्तो पिठो पिस्ने काम गर्दो रहेछ। यानि कि हामीले पनि नेपालमा घडाबाट पानीको फोर्सले घडाले बाट भाँडाकुँडाहरू पिठोहरू पिसेको अझै पनि छ हाम्रो नेपालमा होइन। अनि यो चाहिँ यही सेन्टोरिनी हाटको छेउमै रहेको छ। अनि यो चाहिँ अहिले चाहिँ प्राविधिकहरू नयाँ नयाँ प्राविधिकहरू आइसकेपछि चाहिँ यसको उपयोग अलिक कम्ती भएकोले अहिले चाहिँ यो होटलहरूमा होटल व्यवसायहरूले चाहिँ ऐतिहासिक रूपले एउटा सङ्ग्रहालयको रूपमा चाहिँ चलाउन थालेको रहेछ। सो यसको कथा चाहिँ यो छ। ग्रिस अझै त्यो माथि सेन्टोरिनी यो बिचले भरिएको ठाउँ रहेछ। यो चाहिँ अनदर बिच, पेरिसा बिच भन्ने ठाउँमा आएको छौँ हामी आज। अनि यो पनि सधैँ गएको बिचहरू मध्येमा धेरै ठुलो लाग्यो। पानीको भाव पनि एकदम स्ट्रङ छाल आइरहेछ, एकदमै यसको वेभ एकदम स्ट्रङ आइरहेछ। अनि घाम पनि एकदम कडा लागेको छ। यता दुई साइडमा चट्टान चट्टान छ। अनि यहाँनिर मेरो बहिनी र मेरो भदैनीहरू पनि फोटोहरू भिडियोहरू लिँदैछ। यस्तो छ। यहाँ आउनलाई चाहिँ यहाँ कार पार्किङ छ है, तर मेरो विचारमा फ्री पार्किङ हो यो। अनि खाने रेस्टुरेन्ट, बस्ने ठाउँहरू चाहिँ छ। ल है, यहाँ चाहिँ ब्यालेन्स मिलाउनु पर्छ, नत्र लडिने रहेछ। यहाँ चाहिँ बस्ने ठाउँहरू रहेछ। यहाँ ठाउँ ठाउँमा देखेको छौँ मसाज पनि गरिरहेको छ। सायद यहाँनिर हामीले मसाज गर्ने पनि एउटा
पैसा पे गऱ्यो भने मसाज पनि गरिदिने एउटा छ जस्तो छ मसाज, तर बिचमै मसाज पनि भइरहेछ। अनि असाध्यै सुन्दर तर असाध्यै विन्डी हावा चलेको। अब गरम त भन्नु पर्दैन हैन। अब यसो कहिले स्वास्थ्यको लागि यसो घाम खाने अनि यसो मनोरञ्जनको लागि चाहिँ राम्रो ठाउँ छ यो। अहिले भने हामीले चाहिँ खुट्टाहरू भिजायौँ, त्योभन्दा धेरै बाहिरै गएर तैरिनु चाहिँ भित्रै जानु तैरिनु चाहिँ सकिएन, खाली खुट्टा भिजाएर आएको छौँ। एकदम आनन्द आएको छ। जस एउटा बेग्लै अनुभव, बेग्लै अनुभूति। त्यस्तो सेन्टोरिनीमा चाहिँ धेरै जस्तो मैले बिरालो देखेको छु। यहाँ पनि छ बिरालो अनि यहाँ पनि छ तल दुईवटा जस्तो, दुईवटा जस्तो छ। यसको चाहिँ हिस्ट्री चाहिँ पहिला यो ग्रिसमा चाहिँ धेरै मुसाहरू हुन्थ्यो अरे पानी जहाजभित्र। अनि त्यो मुसाहरूलाई मार्नको लागि बिरालो पाल्थ्यो अरे उनीहरूले। अनि त्यही बिरालोहरू चाहिँ पछि कालान्तरमा चाहिँ धेरै फैलिएर ग्रिसको हरेक ठाउँमा बिरालो छ र यिनीहरूलाई फ्री चारो पनि दिन्छ। मैले त आज चाहिँ त्यति खाइनँ, अस्ति चाहिँ खाएँ, आज त्यति खाएँ। फाइनली फेटा चिजको ग्रिक सलाड आयो। फेरि एकपल्ट एटेम्प गर्दैछौँ, सनसेट ट्राई मार्दैछौँ। हेरौँ ल हामी कतिको सक्सेस हुँदो रहेछौँ। यस्तो गाह्रो भयो क्या भेटाउन। हेरिराख्नुहोस् है साथीहरू। आज भने तेस्रोपल्ट यानि कि अन्तिमपल्ट सनसेट हेर्न एटेम्प गर्दैछौँ। मेरो बहिनी र भदैनी आइपुग्यो। ल ठिक छ, यहाँ पनि होटल छ, यहाँ पनि होटल एटलान्टिस भनेर छ। अब हेरौँ है, अहिले चाहिँ घाम गोरा 10वटा जस्तो घाम छ, 10-15वटा घाम छ। अब हेरौँ यसलाई चाहिँ कसरी यसो राम्रो हुन्छ। I know that I am a photographer. ओके नो प्रब्लम नो प्रब्लम। युट्युबर पो त हो। युट्युबर। Oh yes, I am. ल आज 3पल्टको एटेम्पमा मात्रै बल्ल यो भिडियो खिच्न सफल भएको छु भन्नु पर्यो। मेरो प्रिय साथीहरू, मेरो युट्युब च्यानललाई साथ सहयोग सपोर्ट सब्सक्राइब लाइक कमेन्ट गरिदिनेहरू यहाँहरूको सबैको लागि उत्तर प्रगति र कामना शुभकामना भन्दै आज यो ग्रिसको सेन्टोरिनीको घाम अस्ताइ रहेको घडीमा सम्झिरहेको छु। यो सूर्यास्त मान्नु कि यानि कि सनसेट यानि कि घाम डुबिरहेको बेलामा सबै विभिन्न देशबाट देश विदेशका टुरिस्ट पर्यटकहरू आएर यहाँनिर भिडियो खिचिरहेछ, फोटो खिचिरहेछ, उनीहरूले मनोरञ्जन गरिरहेछ र बिस्तारै सूर्यास्त हुँदैछ, बिस्तारै यानि कि सनसेट हुँदैछ। गाइज सो लभली एन्ड ब्युटिफुल, किङ अफ द नेचर, प्लानेट अफ द किङ, सनसेट। जाँदैछ घाम, जाँदैछ घाम, जाँदैछ घाम, जाँदैछ घाम, जाँदैछ घाम, जाँदैछ घाम, जाँदैछ। यस्तो छ सहर, यस्तो छ घाम जाँदैछ, सहर यस्तो छ। एकदम रमाइलो दृश्य देखिरहेछ। घाम चाहिँ डाँडाले छेक्दै लाँदैछ, भित्र पस्दै जाँदैछ घाम। यो घाम भनेको हामी यो जति पनि प्लानेटमा ग्रहहरूको पनि राजा, किङ अफ द प्लानेट, सनसेट, नेली सनसेट। ल डुब्नु घाम डुब्नु र नडुब्नुमा कति फरक रहेछ त। अब यो सागरहरूलाई अँध्यारोमा राखेर सूर्यास्त हुँदैछ। सम्पूर्ण घरहरूलाई पनि जति पनि छ यो पृथ्वी यहाँ अहिले देखिएको भागहरू सबै अँध्यारो हुँदै
सूर्य टाढिँदै जाँदै गरेको अवस्था छ। पक्कै पनि अर्को देशहरूमा फेरि सूर्यले किरण छाड्दै होला। त्यसो भन्दै भन्दै भोलि पनि फेरि तपाईँ हाम्रो भेट हुने नै छ। तपाईँहरूको माया र प्रेम र मलाई सहयोग र सपोर्ट गरिदिनु भएकोमा म आभारी छु। फेरि पनि म राम्रो राम्रो यस्तै चिजहरू लिएर आउने नै छु। लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गरेर मलाई सपोर्ट गरिदिनु होला प्लिज प्लिज। एकदम भित्र डुब्दैछ आकाश यो क्षितिज पारी बादलभित्र सूर्य लुकिरहेको अवस्था छ। यो यति सुन्दर एकदम रातो एकदम गोल्डन अरेन्ज रेड कलर छपक्कै भित्र पस्दै गरेको अवस्था। यति सुन्दर कलर भित्र पस्दै गरेको अवस्था छ, भित्र पस्दै गरेको अवस्था छ। कहाँ गयो होला त यति ठुलो सूर्य? कसरी त्यहाँ बिलाउँदैछ त? कसरी बिलाउँदैछ त? ए प्रकृति, तिम्रो अपार शक्तिलाई सलाम छ हामी सबैकोबाट। गयो गयो गयो, अब थोरै मात्रै छ, थोरै मात्र छ, थोरै मात्र छ। गइरहेको छ, गइरहेको छ, गइरहेको छ। अब भोलिसम्म हामी यसलाई देख्न पाउँदैनौँ। भोलि बिहानै फेरि पनि देख्ने प्रार्थना गर्दछु। मेरो सम्पूर्ण युट्युब मित्रहरूलाई, युट्युब साथीहरूलाई, मेरो च्यानललाई हेरिदिनु हुने मेरो साथीहरूलाई र संसारभरिका मनुष्यहरूलाई भोलि फेरि बिहानी सूर्यको किरण हेर्न पाओस् भन्ने शुभकामना दिन्छु। धन्यवाद सेवारो, गुड नाइट, थ्याङ्क यू।